नमस्ते। एउटा आदर्श व्यक्तिमा कस्ता गुणहरू हुनुपर्छ? आज हामी यही विषयमा केन्द्रित भएर एउटा रोचक सूचीमा डुबुल्की मार्नेछौँ, जसले आदर्श व्यक्ति हुनका लागि एउटा खास दृष्टिकोण प्रस्तुत गर्छ। यो यस्तो प्रश्न हो जुन सायद हामी सबैले जीवनको कुनै न कुनै मोडमा सोचेकै हुनुपर्छ। आजको हाम्रो यो प्रस्तुतिमा हामी यही प्रश्नको जवाफ खोज्ने कोसिस गर्नेछौँ, जहाँ एउटा रोचक स्रोतले सुझाएका गुणहरूलाई नजिकबाट हेर्नेछौँ। अब यी गुणहरूलाई राम्रोसँग बुझ्नको लागि हामीले यसलाई तीनवटा मुख्य भागमा बाँडेका छौँ। पहिलो, व्यक्तिको आफ्नै चरित्र र आचरण। दोस्रो, उसको समाजसँगको सम्बन्ध। र तेस्रो, राष्ट्र र सिद्धान्तप्रतिको उसको भूमिका। ल, सुरु गरौँ है त। भनिन्छ नि, कुनै पनि ठूलो परिवर्तनको सुरुवात आफैबाट हुन्छ। हो, त्यसैले हाम्रो पहिलो खण्ड व्यक्तिगत चरित्र र आचरणमा केन्द्रित छ, किनभने यिनै गुणहरूले नै त हो व्यक्तिको जग बसाल्ने। ल, सबैभन्दा पहिलो र सायद सबैभन्दा आधारभूत गुण हो एउटा सकारात्मक सार्वजनिक छवि। मतलब समाजमा हेर्दा त्यो व्यक्तिप्रति मानिसहरूको धारणा राम्रो हुनु पर्यो, सफा र सम्मानजनक हुनु पर्यो। अब यहाँ व्यक्तिगत विकासका केही अरू महत्त्वपूर्ण पक्षहरू छन्, जस्तै ज्ञानको भोक हुनु पर्यो, जहिल्यै केही न केही सिक्न खोजिरहने। जीवनशैली पनि अनुशासित हुनु पर्यो र पैसाको मामिलामा त एकदमै इमान्दार। हो, यी सबै कुरा मिलेपछि न बन्छ एउटा बलियो चरित्र। अब एउटा यस्तो गुणको कुरा गरौँ जुन सायद सबैभन्दा महत्त्वपूर्ण छ। त्यो हो निस्वार्थ भावना। मतलब खालि आफ्नो बारेमा मात्र सोच्ने होइन, आफ्नो स्वार्थभन्दा माथि उठेर अरूको लागि पनि सोच्ने। सायद यही गुणले नै हो मान्छेलाई साँच्चै ठूलो बनाउने। इमान्दारीको कुरा गर्दा त यो सूचीले कुनै सम्झौता नै गरेको छैन। यहाँ के भनिएको छ भने सत्य कुरा मात्र बोल्न सक्ने हुनुपर्ने। यो भनेको खालि झुटो नबोल्नु मात्र होइन है, बरु जस्तोसुकै अवस्था आए पनि साँचोको पक्षमा डटेर उभिन सक्नु हो। यहाँ चरित्रको अर्को पाटो देखाइएको छ। एकातिर छ ठगी खाने प्रवृत्ति, अर्कोतिर छ आफ्नै मेहनतले जीविका चलाउने। भन्न खोजेको के हो भने आदर्श व्यक्तिले कसैलाई धोका दिएर होइन, आफ्नै पसिनाले कमाएर खानुपर्छ। अनि अर्को कुरा, जिम्मेवारी। एक आदर्श व्यक्तिको जिम्मेवारी खालि आफैप्रति मात्र हुँदैन। आफ्नो स्वास्थ्यको त ख्याल राख्नै पर्यो, तर समाजका अरू मान्छेहरूको स्वास्थ्यबारे पनि सोच्नु पर्यो, किनभने स्वस्थ व्यक्तिले नै त हो स्वस्थ समाज बनाउने। ल, व्यक्तिगत चरित्रको कुरा त भयो, तर बलियो चरित्र भएको मान्छे समाजमा कस्तो हुन्छ त? अब हाम्रो दोस्रो खण्ड यही विषयमा छ, समाज र सम्बन्धहरू, जसले सामाजिक संरचना बनाउँछ। समाजसँग जोडिनको लागि सबैभन्दा पहिलो कुरा के हो त? मानिसहरूसँग नजिकको सम्बन्ध बनाउन सक्नु। आदर्श व्यक्ति समाजबाट एक्लिएर बस्दैन, बरु सबैसँग घुलमिल हुन्छ, सबैको पहुँचमा हुन्छ, ताकि उसले समुदायको हिस्सा बन्न सकोस्। अनि सामाजिक सद्भाव कसरी बन्छ त? सहयोगी भावनाले, मिलनसार व्यवहारले, अनि परिवार, छिमेकी, साथीभाइ सबैसँग मिठो सम्बन्ध राखेर। यिनै साना साना कुराले त हो नि सामाजिक जीवनलाई रमाइलो र बलियो बनाउने। अब यति सबै सामाजिक गुण भएपछि त्यसको परिणाम के देखिन्छ त? हो, त्यो व्यक्तिलाई परिवार, गाउँ, समाज सबैले एउटा अनुशासित मान्छे भनेर चिन्छन्। उसको अनुशासन सबैको लागि एउटा उदाहरण बन्छ। ओके, व्यक्तिगत र सामाजिक पक्ष हेरिसकेपछि अब हामी अझ फराकिलो दायरामा जाँदैछौँ। हाम्रो अन्तिम खण्ड छ राष्ट्र र सिद्धान्तहरू, जहाँ एक नागरिकको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा आउँछ। यहाँ नागरिकको सबैभन्दा पहिलो र महत्त्वपूर्ण कर्तव्यको कुरा गरिएको छ। त्यो हो आफ्नो देश र यहाँका जनताप्रति वफादार हुनु, एकदमै निष्ठावान हुनु। यसमा केही राजनीतिक चेतनासँग जोडिएका गुणहरू पनि छन्, जस्तै आफ्नो पार्टी, नीति र सिद्धान्तबारे राम्रोसँग बुझेको हुनु पर्यो, आफूलाई दिएको जिम्मेवारी पूरा गर्न सधैँ तयार हुनु पर्यो, अनि विरोधीहरूसँग तर्क गर्नुपर्दा पनि प्रभावकारी ढङ्गले आफ्नो कुरा राख्न सक्नु पर्यो। यो गुण चाहिँ चुप लागेर बस्ने गुण होइन, यो त सक्रिय भूमिकाको कुरा हो। भन्नुको मतलब एक आदर्श व्यक्तिले अन्याय र अत्याचार देखेर चुप बस्दैन, बरु त्यसको विरुद्धमा लड्ने हिम्मत र क्षमता राख्छ। यो सूचीमा एउटा विशिष्ट वर्गीय पक्षधर्ताको कुरा पनि उल्लेख छ, जसअनुसार आदर्श व्यक्तिले सर्वहारा श्रमजीवी वर्गको हितको रक्षा गर्न सधैँ प्रतिबद्ध रहनुपर्छ। ल, हामीले व्यक्तिगत, सामाजिक र नागरिक तीनै तहका गुणहरूलाई हेर्यौं।
अब यी सबैलाई एकै ठाउँमा राखेर हेर्दा एउटा आदर्श व्यक्तिको कस्तो चित्र बन्छ होला त? त्यसो भए हामी के भन्न सक्छौँ भने आदर्श व्यक्तिको यो अवधारणा 3वटा पिलरमा टिकेको छ। पहिलो, व्यक्तिगत चरित्रको बलियो जग। दोस्रो, समाजसँगको गहिरो सम्बन्ध। र तेस्रो, नागरिक कर्तव्यप्रतिको प्रतिबद्धता। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। आजको यो आधुनिक संसारमा यस्तो आदर्शको अर्थ के होला? के यो अझै पनि सान्दर्भिक छ? यही प्रश्नमाथि सोच्न छोड्दै आजको लागि यति नै।